हेलो गाइज नमस्ते। आज चाहिँ म फुलबारीमा उपस्थित भएको छु। हजुरहरूलाई एउटा मजाले देखाउन चाहन्छु। अहिले चाहिँ यो फुलहरू कस्तो चाहिँ फुलेको छ नि त, यस्तो छिप्पेको जस्तो छैन नि त। अहिले यसलाई छुन्छु, छुँदाखेरि कस्तो निप्छ है, किनकि यो जादुको कारणले है। म देखाउँछु, हजुरहरू हेर्दै गर्नु ल। यस्तो छ नि, अहिले यसलाई निभाउँछु ल। मैले छोएँ, मैले छोएँ ल। हेर्नु त, छुँदाखेरि नै सुतिहालेछ ल। कस्तो सुतेको, यस्तो जादु हजुरहरूले फेरि पनि हेर्न चाहनुहुन्छ भने हाम्रो च्यानललाई सब्सक्राइब गर्नु नभुल्नु होला। लाइक कमेन्ट सेयर पनि गरिदिनु ल। हस् त। ल हेर्नुहोस् है गाइस, यो हाम्रो फुल चाहिँ ल छुने बित्तिकै सुतिहाल्यो। यता पनि हेर्नुहोस् है, यता फेरि हेर्नुहोस् त, हेर्नुहोस् है ल। म हजुरलाई राम्रोसँग देखाउँछु। यो चाहिँ यस्तो छ, अहिले पात यसको निस्किया छ। अब यो एकछिनमै सुत्छ ल। हेर्नुहोस् त गाइस, ओहो हेर्नुहोस् है ल। यो त सुतिहाल्यो त। हेर्नुहोस् है गाइस, यो हाम्रो घरको यो के को बोट हो भन्नु होला है। हामीले चाहिँ यसलाई सुन्तलाको बोट भनेको छु। तराईमा हुन्छ कि नै सुन्तलाको बोट? यो माथिसम्म गएको छ जान त कमेन्ट गर्नु होला है। तराईमा हुन्छ कि नै सुन्तलाहरू सबैजनाले। यता चाहिँ यहाँ चाहिँ लिचीको बोट यत्रो ठुलो भइसक्यो। फल्छ होला यो साल त। यो साल चाहिँ आउँछ धेरै। पोहोर साल अलिकति आएको थियो, अब यो साल चाहिँ धेरै नै आउँछ होला। फेरि हामीले चाहिँ काम बिगारिदियौँ। पहिला चाहिँ सानै थियो यहाँ बोटहरू, अनि हामीले चाहिँ यहीँनिर आँपको बोट पनि लायौँ। अब यो चाहिँ हुँदैन होला सायद। यसले चाहिँ राम्रोसँग स्याहार सुसार पाएन। हेर्नुहोस् है गाइस, यता पनि हेर्नुहोस् त, हाम्रो घरमा अमिलो चाहिँ फलेर हो। हेर्नुहोस् त गाइस, कति धेरै हो। यो चाहिँ फर्स्ट टाइम हो, यति धेरै आछ नि। हामीले धेरै खाइसक्यौँ, अझै पनि धेरै छ ल। हेर्नुहोस् है गाइस, वाउ माई फेभरेट। हेर्नुहोस् है गाइस।